हेलो व्हाट्सअप एभ्रीबडी वेलकम ब्याक मेरो नयाँ भ्लगमा धेरै महिना भयो मैले फेरि भ्लग अपलोड गरेको छैन हैन एकदम इरेगुलर भइरहेछ बाइ द वे म 1 महिनाको लागि नेपाल थिएँ मेरो बिए सम्पन्न भयो एन्ड अब त्यही त हो त्यही अनुसारको रेस्पोन्सिबिलिटिज त्यही अनुसारको थिङ्स लेट्स पुट द थिङ्स असाइड अनि आज चाहिँ मैले प्लान गरिरहेको थिएँ मेरो एउटा जिग्री साथी हैन नेपालबाट आएको थिए अब अलिअलि मद्दत त मैले पनि गरेको थिएँ अनि उनको एक्सपिरियन्स सेयर गरौँला भनेर भिडियो बनाउँछु भनेको अब त्यस्तै भइरहेको छ कहिले के कहिले काम कहिले के हैन अनि धेरैजनालाई इन्ट्रेस्ट त लागिरहेछ किन भन्दा आउने कमी छैन अहिले स्लोभेनियामा सो के कस्तो छ यिनको एक्सपिरियन्स यिनको प्रोसेस के कसरी भयो हैन कति टाइम लाग्यो भन्ने कुराहरू सेयर गर्नको लागि मैले उसलाई चाहिँ अहिले उसँग नै गराइदिन्छु हैन आई मिन उसँग डाइरेक्ट क्वेसन गरेर I will ask and उसले चाहिँ एन्सर दिन्छ के कसो कुरा भनेर मेन पोइन्ट I will try to make this video very short हैन हेर्नेलाई पनि सजिलो मलाई पनि सजिलो सबैलाई सजिलो हैन त सुजी माई फ्रेन्ड सुजी बाइ द वे सुदन नेपाल स्ट्रेट आउट अफ बुटोल मलाई चिन्नु भएकै छ हजुरले ज्यादै चिन्छन् बिस्तारै अब चिन्छन् चिन्नुहुन्छ धेरैजनाले भिडियोहरू हेर्नु भयो भने अनि लेट्स गेट इन्टु द पोइन्ट है तिमी आएको चाहिँ कति भयो मित्र माको 3 महिना भयो होला 3 महिना भयो हैन अनि काम चाहिँ के गरिरहेछौ मलाई थाहा छ त्यही पनि मैले सोध्छु काम चाहिँ अब बिहानदेखि साँझ 8-8 घण्टा 8-8 घण्टा के काम गर्छौ हाम्रो चाहिँ वेयर हाउसमा हो या त्यही सामान उठाउने काम भनौँ ओके सामानहरू अर्डर आएको हुन्छ त्यो सानो स्क्रिनमा उठाउने अनि त्यसलाई चाहिँ त्यो इलेक्ट्रिक गाडी जस्तो हुन्छ त्योबाट उठाएर त्यो प्यालेटमा स्ट्याक गर्ने काम हो बीटीसी सिटीमा काम गर्छन् लुब्लियानामा हैन हिँडेर काम गर्नु पर्दैन गाई युरोपमा पुरै गाडीमा त्यो इलेक्ट्रिक फेरि उठाउनु पर्छ सामान हाल्नु पर्छ अलिकति फिजिकली च्यालेन्जिङ काम छ अनि सबैको इच्छा हैन म सिधा भन्छु सबैको इच्छा तिम्रो फर्स्ट मन्थको स्यालेरी साइड लगाइदियो फर्स्ट मन्थ धेरै आउँदैन तिम्रो सेकेन्ड मन्थको स्यालेरी पायो हैन भन्न मिल्छ भने एक्ज्याक्टली भन हैन हैन मिल्दैन भने तिमीले एउटा फिगरमा भन के एउटा आइफोन 16 प्रो म्याक्स आउने स्यालेरी छ त 1 महिनाको सेभिङ यस्तो सेभिङ त छैन तर त्यो आफ्नो उसमा अनुसार पनि हो तर म चाहिँ खुसी छु किनभने त्यो हामी चाहिँ कसरी हेर्नुपर्छ नि कति कमाइरह हेर्नुपर्छ कति बचिरह भन्दा पनि अमाउन्ट चाहिँ लगभग 180 जति कमाइयो 180 कमाएछ अनि घर पठाउँदा घर त म पठाएकै छैन घर पठाउने कुरा यहाँ नभनौँ तर कमाउने 180 कमाइयो 180 कमाइन्छ हैन सेम हो घर यहाँ ढाक्लाउने मम्मीले साँझ भिडियो हेरेर खै पैसा बच्न खर्चहरू छ नि त अपार्टमेन्टको रेन्ट लगभग 200 भनौँ न सेयर्ड अपार्टमेन्टमा बसे पनि अनि त्यसपछि ट्रान्सपोर्टेसन हुन्छ बस कार्डहरू अनि अहिले यहाँ मेरो अपार्टमेन्टतिर आएको छ नि बस कार्ड चल्दैन क्यास पे गरेर आउनुपर्छ हैन अनि पब्लिक होलिडेमा पे हुन्छ पब्लिक होलिडेको दिन काम भयो आज चाहिँ स्लोभेनियाको जुन दिन भिडियो बनाउँदैछौँ 25 अफ जुन आज स्लोभेनियाको नेसनल इस्टाब्लिसमेन्ट डे हो स्टेटहुड डे भन्छ इङ्ग्लिसमा अनि यस्तो पब्लिक होलिडे छ आजको फुल्ली पेड छ सुजी घुमिरहेको छन् यसको फेलोकातिर आएको छन् घुमिरहेको छन् बट हि इज गेटिङ पेड हैन उसको मिनिमम स्यालेरी आज काम भएको भए डबल पे आउँथ्यो यो कुराले ठिकै छ हैन अब सुजी लाइक मेरो त 2 इयर्स कम्प्लिट भयो म ल्याङ्ग्वेज पनि भुलिसकेँ अब ड्राइभिङ लाइसेन्सहरू पनि लिइसकेँ मेरो त धेरै कुराहरू प्रब्लम सल्भ भयो मैले एक्सप्लेन पनि गरेको थिएँ फर्स्टमा आउने प्रब्लमहरू के हुन्छ भनेर एज अ न्यू कमर अनि तिमीलाई डाइरेक्टली सोद्धा चाहिँ के प्रब्लमहरू भयो सुरुमा अझै पनि भइरहेछ हैन स्टिल न्यू त्यो चाहिँ एक्सप्लेन गरिदियो ल यस्तो भाषा चाहिँ अब जान्यो भने चाहिँ आफूलाई धेरै सजिलो हुन्छ हैन एक्ज्याक्टली अब आएर भाषा जानिन भनेर आत्तिनुपर्ने जस्तो कुरा त छैन किनभने अब यहाँ सबैलाई थाहा नि उनीहरूलाई भाषा आउन्न भन्ने तर आफू फरवार्ड हुने जस्तो गौरी आएर भाषा सिक्यो अहिले पुरा स्लोभेनियादेखि अब रियल चिनिरहेको होइन त्यसमा केही पर्सेन्ट त इन्गोइ छ तर अलिअलि 10% जति यहाँको भाषाले पनि गर्दा हो होइन भाषा जान्दैन म यहाँको फेरि खतरा हुन्छु भन्ने विषय चाहिँ हुन्न त्यो सबै गौरव हुँदैनन् होइन तर पढ्न जाँगर लाग्ने चाहिँ पढेको राम्रो भाषा चाहिँ ओके म पनि मेरो युट्युब च्यानलदेखि नै ट्राई गर्छु कि स्लोभेनियन ल्याङ्ग्वेजको बेसिक कुराहरू अपलोड गरौँ भनेर अनि त्यो पनि हुन्छ अनि अर्को प्रब्लम मान्छेहरू कस्तो लाग्छ यहाँको तिमीलाई अनि यहाँको मान्छे यस्तो अब भाषा जानिन्न बोल्न खासै ठ्याक्क त्यो सरले जानिन्न होइन काम पर्यो तर ठिक छ मान्छेहरू हेल्पफुल छ होइन देश राम्रो छ गाई जब आफूले आफ्नो गरेर खाने हो तर दुःख चाहिँ छैन जस्तै मान्छेले कस्तो धेरै एक्सपेक्टेसन राखेर चाहिँ आउनुहुन्न तपाईँले चाहिँ दुबईमा कतारमा काम गर्दै हुनुहुन्छ 2025 छ त्यहाँको स्यालेरी छ भने चाहिँ नआउनुहोस् किनभने यहाँ तपाईँलाई त्यो खालको छैन 20 वर्षदेखि 40 वर्षको बिचमा हुनुहुन्छ 35 सम्म भनौँ न
त्यो भए पनि आउनुहोस्, युरोप चाहिँ राम्रो छ। ओके, अनि अब 5 वर्षपछि त पिआर लिने होला। त्यो त साथी यस्तो भएछ गाइज, अब यहाँ त हामीले अब यहाँ जेट किन्ने पछि अहिलेलाई चाहिँ केही नभनौँ, अहिले चाहिँ स्टेबल हुनु पर्यो। अनि 1 वर्षपछि फ्यामिली ल्याउन मिल्छ, इफ यु आर म्यारिड होइन, ल्याउन मिल्छ। म पनि वाइफको प्रोसेस गर्दैछु, आई डोन्ट नो कति समय लाग्छ। स्लोभेनिया इज भेरी स्लो होइन, आजकल एकदम फास्ट भएको हो। अनि तिम्रो अरू के छ धारणा, लाइक अब कोही न्यू कमर आउने प्लानमा हुनुहुन्छ भने एज अ 25 years old यङ बोयको ओपिनियन के छ त? स्लोभेनिया आउनु वा अन्त जानु वा वेयर हाउसको कामदेखि लिएर यो कुरामा लाइक इन जेनरल के भन्छ? यहाँ चाहिँ ढुक्कसित आउँदा हुन्छ, काम भन्ने कुरा अप्ठ्यारो भयो भने पनि सजिलो भन्नाले काम चेन्ज गर्न चाहिँ त्यस्तो बढी त्यति विधि गाह्रो चाहिँ छैन अरू देशमा जस्तो। म त धेरै देश त गएको होइन, त्यही पनि होइन, मलाई चाहिँ त्यो हिसाबले चाहिँ सजिलो लाग्यो। अब यस्तो कसैको हेल्प पाइएला यहाँ भन्ने चाहिँ खासै यहाँ नाग्नहरू पनि खासै मलाई उस लाग्दैन यहाँको, किनभने नेपाली कम छ होइन। नेपालमै गर्न सके होइन, यहाँ आएर के उखान्ने हो तिनीहरूले, केही गर्दैन। तर आफूभित्र चाहिँ स्ट्रङ भएर आउनुपर्छ। यहाँ चाहिँ तपाईँको 7 घन्टा काम चाहिँ पुरा त्यो मुसाले त्यो जुलु खन्छ नि, नन खन्छ क्या हो, त्यस्तै नन हो 7 घन्टा। त्यसपछि चाहिँ बिन्दाजी भल गरायो, बस्यो, आफ्नो स्टाइलको रमाइलो छ यहाँ। जे पनि सब कुराहरू लिगल छ, आफूलाई जे मन लाग्छ त्यो हो होइन। मेरो फेरि आज ट्राइपोड नभेटिएर म यतिकै हातबाट बनाउँदैछु सुजीको लागि। यो सबभन्दा धेरै हेर्ने भिडियो बनाउनु पर्छ। यो चाहिँ टिभीमा हेर्नु होला, म टिभीमा देखिन्छु होइन, अहिलेसम्म बन्द टिभीमा मात्रै देख्यो। I hope, I wish that's it for now. See you very, very soon. Bye-bye. Adios.